हरेक युवाभित्र एउटा सपना हुन्छ, कसैको परिवार खुसी बनाउने, कसैको देशका लागि केही गर्ने र कसैको आफ्नो जिन्दगी बदल्ने। तर कहिलेकाहीँ गलत साथी, तनाव वा एकचोटिको जिज्ञासाले त्यो सपना गलत बाटोतिर मोड्न सक्छ। आज नेपालमा युद्ध चलिरहेको छ, तर यो युद्ध बन्दुकको होइन, पाउडर, ट्याब्लेट र सुईले लड्दैछन्। यो युद्धमा सीमा छैन, उमेर छैन र धेरै जस्तो पीडित हाम्रो आफ्नै युवा हो। नमस्कार जनतामा, एक समयमा नेपाललाई शान्त देश बनिन्थ्यो, तर आज लागु औषधको ट्रान्सपोर्ट र उपयोग दुवै बढ्दै गएको छ। नेपाल दुई विशाल देश भारत र चीनको बीचमा छ। यही भौगोलिक अवस्थाले नेपाललाई ट्रान्सपोर्ट रुट पनि बनाएको छ। खुला सीमा, बेरोजगारी, कमजोर निगरानी र सजिलै पैसा कमाउने लोभ, यिनले धेरै युवाहरूलाई लागु औषधि कारोबारतर्फ धक्लिरहेको छन्। कहिलेकाहीँ लागु औषधि बेच्ने मानिस बाहिरबाट सामान्य देखिन्छन्, तर भित्र पुरै एउटा नेटवर्क चलिरहेको हुन्छ। विशेष गरी ब्राउन सुगर, हिरोइन, मेथाम्फेटामिन, सिन्थेटिक ड्रग्स जस्ता पदार्थ नेपालमा बढ्दै रूपमा भेटिन थालेका छन्। संयुक्त राष्ट्र सङ्घ अन्तर्गतको UNODC ले विश्वभर लागु औषधि नेटवर्क खतरनाक रूपमा फैलिरहेको चेतावनी दिएको छ। नेपालमा लागु औषधि नियन्त्रण लागि नार्कोटिक ड्रग्स कन्ट्रोल एक्ट 2033 लागू गरेको छ। यस कानुनले गाँजा, अफिम, हिरोइन, कोकेन, सिन्थेटिक ड्रग्स लगायतका पदार्थलाई गैर कानुनी मानेको छ। तर प्रश्न यो हो कि कानुन हुँदाहुँदै किन युवाहरू फसिरहेका छन्?